कर्ट एंगलको उसको जिन्दगीको सबैभन्दा ठूलो म्याच हुन गइरहेको थियो ब्रक लेसनरसँग। तर सामान्यतः मानिसहरूले सोच्न पनि सक्दैनन् कि उसको हालत त्यसबेला कति खराब भएको थियो भनेर। तर यो कुरा पनि धेरै मानिसहरूलाई थाहा नहुन सक्छ, उसले आफ्नो भाँचिएको गर्दनसँग ओलम्पिक गोल्ड मेडल जितेका थिए। तर ब्रकसँग म्याच हुनुभन्दा केही अगाडि कर्ट एंगललाई उसको दाजुले कल गरेर भन्छ उनीहरूको एकजना मात्रै बहिनी जसको ड्रग्स ओभरडोजको कारणले मृत्यु भएको छ। यो कुराले कर्ट एंगल एकदमै दुखी भएका थिए, किनकि उसले आफ्नो बहिनीलाई के भनेका थिए भने जबसम्म तिमी ड्रग्स छोड्दैनौ तबसम्म म तिमीसँग कुरा गर्नेवाला छैन। विगत 8 महिनादेखि कर्ट एंगल आफ्नो बहिनीसँग कुरा गरेका थिएनन्। त्यो घटना सुनेर कर्ट एंगल यति दुखी भएका थिए कि उसले 20 वटा पेन किलरलाई एकै गाँसमा चबाएका थिए। त्यसपछि भोलिपल्ट कर्ट एंगल एकैचोटि 5:30 बजे बिउजेर रेस्लिङको रिङमा पुगेका थिए। WWE को तर्फबाट उसलाई आफ्नो बहिनीको फ्युनेरलमा जानका लागि भनेका थिए र कर्ट एंगलले त्यसो नगरेर उसले आफ्नो जिन्दगीको सबैभन्दा बेस्ट म्याच दिएका थिए ब्रक लेसनरलाई हराएर। त्यसैले एक लाइक कर्ट एंगलका लागि अवश्य हुनेछ।